काम पाएन, काम गर्न चाहेन अथवा काम गर्न पाएनन् त्यो विद्यार्थी डिप्रेसनमा जाने। तर हाम्रो विद्यार्थी यहाँ ब्याचलर सकाउँदा पनि ऊ घरै बसेर कुनै पनि जागिर नगरिकन बस्न पाउने। त्यो कसले बनायो? हामीले बनाएका छौँ। आज हाम्रो देश गरिब किन भयो? हामीले कम काम गरेर गरिब भएका छौँ। त्यसैले अभिभावकज्यूहरू कृपया आफ्नो बच्चालाई काम गर्ने सन्दर्भमा, आफ्नो बच्चालाई काम लगाउने सन्दर्भमा र आफ्नो बच्चालाई भविष्य यो देशमा पनि छ भन्ने कुरा देखाइदिनुहोस्। हो, ती विद्यार्थीले देख्दैनन् भने सहकार्य गर्नको लागि हामी तयार छौँ। हामी शिक्षकले भन्छौँ हाम्रा विद्यार्थीहरूलाई यो देशमा पनि सम्भावनाहरू छन्, तर जति हामी बाहिर गएर मेहनत गर्छौँ त्यति हामीले यो देशमा काम गऱ्यौँ भने, त्यति हाम्रा भाइ बहिनीहरूले यो काम गऱ्यौँ भने सम्भवतः त्यो हामीले देखेको अहिले युरोपभन्दा यसलाई धेरै राम्रो बनाउन सक्छौँ, किनकि हाम्रो देशको सम्भावना छ। त्यसैले कृपया अभिभावकज्यूहरू, यहाँहरू विद्यार्थीले भनेका सबै कुरा सत्य, समाजले भनेको सबै कुरा ठिक र सामाजिक सञ्जालले भनेका सबै कुरा सही हुन् भन्ने कुरा नमानिदिनु होला। कृपया अध्ययन गर्नको लागि आज हामीसँग धेरै रिसोर्सेसहरू छन्, धेरै स्रोतहरू छन्। आज अध्ययन गर्नको लागि, जानकारी लिनको लागि टिचर मात्र काफी छैनौँ। आज धेरै टिचर्सहरू पनि यो हाम्रो यो भर्चुअल वर्ल्डमा धेरै टिचर्सहरू पनि भेटाउन सकिन्छ। त्यसैले आजैबाट, सानैबाट हाम्रो बच्चालाई सही संस्कार सहित एउटा विश्व मानव बनाउने र भोलि यसै देशमा आफ्नो योगदान पुर्याउने बनाउनको लागि सबैभन्दा ठुलो योगदान कसैको छ भने त्यो अभिभावकज्यूहरूको कृपया यसतर्फ ध्यान दिनको लागि पनि म विनम्र अनुरोध गर्दछु। साथसाथै आज सबैभन्दा ठुलो के हो भने यहाँहरू बसिरहनु भएको छ, कति राम्रो नानी बाबु नाच्नु भएको छ, अहिले एकछिनपछि गीत गाउनु हुनेछ, केही नानी बाबुले यहाँ ड्रम सेट बजाउनु हुनेछ। एकदम उत्कृष्ट मैले सभा सोधेको थिएँ, कति विद्यार्थीहरू सहभागी हुनुहुन्छ भन्दा अलमोस्ट सबै विद्यालयका सबै विद्यार्थीहरूलाई यो मञ्चमा ल्याउने योजना बनाएका छु। क्लासरुमभित्रको पर्फर्मेन्स छ। तपाईँको बच्चा, सबैका बच्चा प्रथम द्वितीय नहोला, यहाँ भएको यो पुरस्कार सबैले नपाउला। यो पुरस्कार अलि लिमिट छ, तर कल्पना गर्नुहोस् त, तपाईँको बच्चा नाच्नमा पनि उत्कृष्ट छ, तपाईँको बच्चा खेलमा पनि छ, त्यो बच्चा बोल्न पनि जानेको छ। यावत यस्तै केही न केही नगर्ने तपाईँको बच्चा यहाँ छैन। अब हामीले कल्पना गरौँ, आज के हामीले सफल हुनको लागि क्लासमा प्रथमै हुनुपर्ने हो त? के होइन, कदाचित होइन। हामीले देखेका छौँ क्लासरुममा प्रथम हुने बच्चा पनि जीवनको दौडमा असफल भएका देखेका छौँ। कक्षा कोठामा एकदमै पछाडि परेका विद्यार्थीहरू पनि जीवनको दौडमा प्रथम भएको उदाहरण हामी टिचरले देखेका छौँ। त्यसैले आफ्ना बालबच्चाहरूलाई कम्तीमा आजको दिनमा हतोत्साहित नबनाइदिनु होला। यहाँ हुँदै गर्दा सबैका बच्चा अगाडि गएर प्रथम स्थान हासिल गरेको सर्टिफिकेट लिए, अथवा मेरो छिमेकीले दोस्रो स्थान हासिल गर्यो, तैँले त केही पनि पाएनस् त, काम लायक छैनस् भन्ने जस्ता अभिव्यक्तिहरू हामीले अभिभावकबाट विद्यार्थीप्रति लक्षित गरेको देखेका छौँ, किनकि हामी शिक्षक हो। त्यसैले त्यो तपाईँको बच्चाको मानसपटलमा आज एउटा नर्सरीमा आएको बच्चाले त भन्यो भने घरमा गएर उसले भन्छ, मामु आज मेरो टिचरले मलाई त भन्नुभयो, मेरो चित्त दुखेको छ। तपाईँले एकपल्ट कल्पना गर्नुहोस् त, त्यो बच्चालाई गाउँका 2-3 जना बच्चाहरू एकै ठाउँ राखेर, अर्थात् क्लासरुममा आएर शिक्षकको अगाडि, अर्थात् आफ्ना केही अन्य साथीहरूको अगाडि मेरो बच्चा काम लायक छैन, यसले केही पनि गर्न सक्दैन, यसले गरी खाने भन्यो भने तपाईँको बच्चाले कस्तो कल्पना गर्छ? हामी विद्यालयले अभिभावकका यस्तै केही कुराहरू एउटा टिचरले अभिभावकको बारेमा भनिदियो भने कस्तो कल्पना गर्नुहुन्छ? एउटा शिक्षकलाई एउटा अभिभावकले अपमार्जित शब्दहरू प्रयोग गर्यो भने हामीलाई कस्तो लाग्छ? हामीलाई महसुस भएको छ। त्यसैले अहिले सबैभन्दा ठुलो कुरा अभिप्रेरणा हो। अहिले सबैभन्दा ठुलो काउन्सिलिङ भनेको बच्चालाई सान्त्वना दिने हो। अहिलेको सबैभन्दा ठुलो औषधि भनेको बच्चालाई, बाबु नानी तिमी गर्न सक्छौ, तिमीमा क्षमता छ, यो क्षमतालाई सही ठाउँमा प्रयोग गर, तिम्रो पछाडि म छु, तिमीले गल्ती गर्दा पनि म छु, तिम्रो सफलतामा पनि म छु भन्न सक्नुभयो भने सम्भवतः भोलि बुढेसकालमा हामीलाई एक्लै हुन पर्दैन। तर त्यस्तो होइन भने जसरी हुन्छ, लडेर हुन्छ, भिडेर हुन्छ, चोरेर हुन्छ, तिमी प्रथम बन,
भन्ने सिकाउनु भयो भने बच्चा प्रथम बन्ने दौडमा ऊ सधैँभरि आफूलाई बिर्सन्छ र उसले कल्पना प्रथम मात्र बन्न खोज्छ र त्यो दौड अहिले स्कुलमा मात्र सीमित हुने छैन, त्यो दौड भोलिको जीवनमा पनि लागु हुनेछ र जीवनमा ऊ यति दौडेको दौडी मात्र हुनेछ कि पछाडि फर्केर हेर्दा आफ्ना आमा बुवाहरू पनि धेरै टाढा जहाँ फर्किन नसक्ने परिस्थिति सिर्जना हुन सक्छ। त्यसैले समादरणीय अभिभावकज्यूहरू, मेरो प्यासनको तर्फबाट तपाईँहरूलाई विनम्र अनुरोध मात्र के हो भने मिलेर काम गरौँ, विद्यालयसँग मिलेर काम गरौँ, सहकार्य गरौँ। हाम्रा नराम्रा कुराहरू विद्यालयमा आएर त्यहाँको प्रशासन अथवा सम्बन्धित व्यक्ति जो त्यहाँ आएर आफ्ना बच्चालाई राम्रो बनाउनको लागि तपाईँले गरेका सब कुराहरू त्यो स्वागत हुन्छन्, किनकि हामीलाई थाहा छ त्यो कुरा। हामी शिक्षकको लागि हामी शिक्षक पनि अटल भएर बस्न चाहँदैनौँ, हामीले आफूलाई परिवर्तन गर्न खोजिरहेका छौँ, गर्छौँ पनि। र तपाईँहरूले आफूसँग भएको त्यो क्षमता, आफूसँग भएको ज्ञानलाई हामीसँग बाँड्यौँ भने त्यो ज्ञानलाई हामीले फेरि ट्रान्सफर्म गरेर तपाईँहरूको विद्यार्थीसँग लैजान सक्छौँ। हो, केही कुरा हामीलाई परिवर्तन गर्नुपर्ने छ। अहिले हाम्रा बच्चाहरू टेक्निकली यिनीहरू धेरै अगाडि छन्, हाम्रा बच्चाहरू टेक्नोलोजीमा धेरै अगाडि छन्। त्यसैले हामी शिक्षकहरू विद्यार्थीभन्दा अगाडि दौड्नको लागि हामीले मेहनत गर्नुपर्नेछ। ज्ञानपुञ्ज बोर्डिङ स्कुलका शिक्षकहरूको मैले टिम हेरेको छु, सम्पूर्ण एनर्जेटिक हुनुहुन्छ, सबै डाइनामिक हुनुहुन्छ, एकदम चलायमान हुनुहुन्छ, युवा हुनुहुन्छ। उहाँहरू बच्चालाई अगाडि बढाउनको लागि पछाडिबाट लागिरहनु भएको छ। साथसाथै अभिभावकहरूमा पनि थोरै केही कुराहरू